हवालाई लैजान देऊ मेरो माया। क्या चाहिँ आज हामी बुलेटको र्याली च्याट लाएर होइन च्याटै टक्क। त्यसपछि यहाँबाट आज हामी गुल्मी फर्स्ट धेरै दिनपछि हाम्रो पूर्व होइन बाबु यता उत्तर हो कि पाल्पाबाट माथि रेसुङ्गाबाट भार्सेमै गाइजहरू। त्यसपछि हाम्रो बुलेटहरू है बुलेटको र्यालीमा सर्ट गाइजहरूसँग यस्तो भडुवाहरू लिएर ए हाम्रो आदरणीय काजी दाई उहाँ नै हुनुहुन्छ हाम्रो। हेलो ब्लॉग वेलकम टू माय गाइस। एक्सपोर्ट राइडरहरू हाम्रो हुनुहुन्छ सार्वजनिक ग्रुप अनि हामीहरू सबै छौँ भन्दा उहाँहरूले चाहिँ हामीले चाहिँ हजुरलाई हेल्प गर्छ कि माथिसम्म पुऱ्याउनु किन तपाईँको हामीलाई राम्रो लागिरहेको छ। धार्केको तुप खानुहुन्छ सर? धार्केको ल्याउनु भएको सर केही? ल है त सुरु अब रेस ट्याक्क गाइजहरू सब रेडी। जोरदार स्टप आफ्नो प्रपर लेफ्ट साइडमा मात्रै जानु होला, ठुलो आवाज ननिकाल्नु होला, धेरै हर्न नबजाउनु होला। तपाईँहरूको कारणले समुदायमा बस्तीमा अथवा विद्यार्थीलाई अस्पतालमा उपचार गरेको बिरामीलाई कसैलाई पनि असर नपुग्ने गरी आफ्नो हिसाबले बिस्तारै स्लो तरिकाले सुरक्षित हुने गरी तपाईँहरू जानु होला। धेरै हर्न बजाउने ठुलो आवाज निकाल्ने गर्नु सबैलाई डिस्टर्ब हुन्छ। तपाईँहरूले गरेको कार्यक्रम तपाईँले गरेको इन्जोयमेन्टमा चाहिँ अरूको लागि चाहिँ असर नपुगोस् भन्ने मात्रै कुरो है। अनि ट्राफिक नियम चाहिँ प्रपर रूपमा पालना गरिदिनु होला। यहाँनिर मैले लेखेको छु यो अलिक ठुलो स्वर तपाईँहरू कमी मान्छे पढाउनु होइन, त्यसपछि ठुलो स्वर पढाउनु सुनाउँदैन ल एकदम ठुलो स्वर। ट्राफिक नियमको पालना हामी बिहान ब्रिफिङ गरेर चाहिँ सेम छ। यसमा मादक पदार्थ लाल सेवन गरेर चलाउनु हुँदैन।
सिट क्षमता अन्त माथि राख्नु होइन यो भनेको टु व्हिलर भन्दा हेलमेट र राम्रोसँग फिता बाँधेको हुनु पर्यो ओके चालक अनुमति पत्र लाइसेन्स सबैसँग छ हामीसँग कागजहरू हामीसँग सबै छ तीव्र गतिमा कहिले पनि हामी जाँदैनौँ अनि हाम्रो यतासम्म मौसम व्यवस्थाको बाटोहरू एकदम रफ भएको हुनाले यता हामीले चाहिँ म मार्सल हो म हजुरहरूले राम्रोसँगले जान्छु रातको समयमा राति हामी सिधै रातको समय चाहिँ हिँड्दैन है सडकमा राखेका सङ्केत चिन्हहरू सबैले ट्राफिक लाइसेन्स पास गर्नुभयो सबैलाई थाहा छ ग्रिन बत्ती येल्लो बत्ती एन्डेर बत्ती है अनि जेब्रा क्रसिङ भनेको हिँड्नुको लागि हो हाम्रो लागि होइन सबैलाई थाहा छ अर्को जति पनि स्ट्यान्डमा मात्र पार्किङ गर्ने जताभावी पार्किङ गरेर गाडी नकुने कुरा चाहिँ हामीले अलरेडी पालना गरेका छन् आजको यस महत्त्वपूर्ण ट्रेनिङले पनि हामीलाई अझै महत्त्वपूर्ण सिकाउँदैछ है अनि प्रतिस्पर्धा हाम्रो त कहिले पनि राइडमा हिँडेको मान्छे प्रतिस्पर्धा हामी गर्दैनौँ एक दुसरेमा अरू त छोडिदिनुहोस् ओके सबैले हरेक खालका चलाउने दायाँ मोड्नु परेमा इन्डिकेटर गर्ने अनि जाने निकला था टूर गया Masubat. फाइनली बार्से लड्दै र पढ्दै भार्सेमा स्वागत पनि छ ल हामी 10-15 मिनटमा पुगिन्छ होला भार्सेमा चट्ट लाएर कस्तो लाग्यो सर कतिको पेन भयो त बबाल हो हामीहरू भार्से स्याट्टा यो चाहिँ भार्सेको ग्यालरी लाउरेहरू लडेर यो
चाहिँ पुरै लाउरेहरू है यो गाउँको यो ठाउँको कता होइन सालझन्डीको नि रहेछ होइन मैले त्यो आन्टीले भन्नुभएको थियो कि सालझन्डी भनेर सब लाउरेहरूलाई हेर्नुभयो तपाईँले भर्ती हुनुभयो हामी त हुन पाइएन उहाँहरूको लाउरे हामी चाहिँ तोरी लाउरे भन्नु पऱ्यो होइन सब लाउरेहरू मात्रबाट फुल लाउरेहरू फ्यामिली है को हुनुहुन्छ लाउरेहरू चिन्नु होला आफ्नो ड्याडीहरू अङ्कलहरू मम्मीहरू दिदी काका को हो सब फोटो है यो हामी चाहिँ अब ठ्याक्क आज भार्से आयो र्यालीमा धेरै दिनको चाहिँ भ्लग स्टार्ट भएको छ हाम्रो आज हाम्रो सरले आज चिन्दै हुनुहुन्छ चिन्नु भयो र अङ्कल हो क्या हाम्रो सुरु सरको अङ्कलै हो आन्टी चाहिँ हो म चाहिँ सेकेन्ड आन्टी हो लास्ट टाइम करेसाभरिमा फलेको चण्डी चण्डी फुलहरू यहाँको मर्निङ आदरणीय के गरेको केटाहरू जस्तो झ्याप्प अब हामी यहाँबाट अझ निस्किन्छौँ त्यसपछि हामी जान्छौँ